नमस्ते साथीहरू, आज हामी बनाउँछौँ आलु र लौकाको सब्जी। सबसे पहिला तेलमा चाहिँ सुकेको खोर्सानी अनि अलिकति कुखुराको बोसो है, बोसोमा चाहिँ अब बोसो हालेर पकाउने, बोसो पकाल्ने अनि प्याज हाल्ने, यसरी अदुवा लसुन पेस्ट मजाले पकाउने। यसरी लौका र आलु मसिनो मसिनो काटेको छ, त्यसलाई हालेर यसरी भुट्ने, मजाले भुट्नेलाई एकछिन छोपिदिने। यसरी कुखुरा बोसो पक्लेपछि कुखुरा बोसोको फ्लेभर चाहिँ आउँछ सब्जीमा क्या, दामी हुन्छ त्यो चाहिँ। यसरी अब मसला सबै मिलाएर मैले हालिदिएको थिएँ, सारा मसला मिक्स छ त्यहाँ। एकछिन मजाले चलाउने, यसलाई छोप्ने। टमाटर चाहिँ टक 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 टमाटर काटेर स्लाइस कटिङ टमाटर हाल्ने, यसरी काटेर अब टमाटर हाल्ने। टमाटर हालेर फेरि 5 मिनट जस्तो मजाले छोपेर पकाउने, चलाएर यसरी चलाउने मजाले। हेर्नुहोस् है, आलु र लौकाको सब्जी कुखुराको बोसो हालेर पकाउने नयाँ रेसिपी हो, एकदम नयाँ तरिका। घरमा ट्राई गर्नु, तपाईँहरू एकदम मजा आउँछ। रेडी भइसक्यो। ल ओके बाई। मन पऱ्यो भने लाइक सेयर सबै गरिदिनु होला।